हेलो साथीहरु नमस्कार। फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले के भिडियो देखाउन लागेको छु भन्दाखेरि मम्मीहरुले गाउँबाट मही अनि के गाउँमा पाउँछ नि के खानेकुरा पठाइदिनु भएको छ रे। त्यसैले म लिन जाँदै छु र मैले पनि मम्मीहरुलाई प्याजको बिरुवा पठाइदिनु पर्ने छ। त्यो भएको कारणले गर्दा अब म चाहिँ जान लागेको। एकदमै ढिलो भइसक्यो, गाडी पनि जाने बेला भइसक्यो। कतिखेर छिटो प्याजको बिरुवाहरू किनेर गाउँबाट आएको सामानहरू रिसिभ गरेर म चाहिँ आउनु पर्ने छ। त्यसैले अब म चाहिँ जान लागेको। जानु छ, यही कपडा पो लगाउनु पर्यो, त्यही त हो हैन। ल साथीहरु अब म चाहिँ जान लागेको, रेडी भइसके। कसको त्यो चाहिँ त्यो बुहारीकै हो। बिउ त यो चाहिँ ठिकै रहेछ। यही पो दाना पलाइसकेछ त। कत्रो लामो त हुर्किसकेको रहेछ क्या आन्टी। यो चाहिँ दिक्तेल बजारको दृश्य हो। पहिला सहरतिर टेम्पो देख्दा आमा लाग्थ्यो, अहिले त दिक्तेल बजार पनि थुप्रिन थाल्यो। साउनी नाना उहाँको चाहिँ यस्तो पसलहरू छ, हजुरहरूलाई पनि केही आवश्यकता परेमा आउन सक्नुहुन्छ। सम्पर्कका लागि नम्बर पनि भन्नु नाना। ल हजुरहरूलाई टायरहरू चाहिएमा गाडीको के को छ नाना? हामीले चाहिँ प्याजको बिरुवा गाउँ पठाएर पनि सामान रिसिभ गरिसक्यौँ र अब हामीले चाहिँ यो सामानमा के छ त भनेर हेर्नका लागि कोठामै पुग्नुपर्छ। त्यसैले अन्तिमसम्म हेर्नुहोला। गाउँबाट आएको कुसेली है चाख्दै हुन्छ यता नाना र साथीले चाहिँ। हाम्रो मम्मीहरूले पठाइदिनु भयो क्या नाना, घरदेखि पाथेकादेखि। अन्त हामी चाहिँ घाम ताप्दैछौँ। जुनिलो खानु त कस्तो छ, मिठो छ कि छैन? अमिलो पनि होला नि। हजुर गाउँबाट मम्मीले पठाइदिनु भएको यो चाहिँ मही हैन। यो चाहिँ दुधलाई दही बनाएर खानुपर्ने। अनि अब यो प्लास्टिकमा के छ हेरौँ। अनि यता मेरो साथीले निकाल्दै हुनुहुन्छ खानेकुरा छ। यो चाहिँ लोकल मकै, यो फर्सी उसिनेर खानु रे। यो एकदम मिठो छ अरे। अनि 1-2 चाना पठाइदिनु भएको रहेछ। त्यो आलु त्यो उसिनेर खाने। यो चाहिँ फर्सी, हेर्नुहोस् त आमा बाउको माया भन्ने चिज यस्तो हुन्छ। यहाँ फर्सी मिठो थियो अरे अनि पठाइदिनु भएको रहेछ। अनि यो चाहिँ आलु उसिनेर खाए भनेर यो लेखको आलु है। यसको आधा चाहिँ रोपियो हैन, अनि यसको पछि उसिनेर खानु मिठो हुन्छ नि त, त्यही भएर। यो चाहिँ मकै। वाउ, यो सुन्तला घरैको है, घरकै सुन्तला सिलासाङ्ला गरेर हेर्नु। मेरो भाउजू कान्छी अनि मम्मीलाई, मेरो सबैजना परिवारलाई धेरै धन्यवाद यति धेरै मायाको लागि। वाउ, मलाई मन नपर्ने चिजहरू पठाइदिनु भएको रहेछ। धेरै धन्यवाद। फेरि पनि पठाइदिनु होला। किवी चाख्नुलाई यहाँ
कति चाहिँ चाख्नु हो मैले है। आजको मेरो भिडियो चाहिँ यति नै। अब फेरि पनि अर्को भिडियो लिएर आउनेछु। अन्तिम समय हेरिदिनु भयो हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।